फेरि पनि स्वागत छ मेरो नयाँ सर्ट एन्ड ब्लगमा तपाईँहरूलाई। सो इन्जोय गरिदिनु होला, आई होप इन्जोय गर्नुहुन्छ। र यो ब्लग चाहिँ आज म आबुधाबीतर्फ जाँदैछु र म चाहिँ यो गाडी कुद्ने ठाउँमा पनि आइसकेँ। यहाँबाट चाहिँ म गाडीमा चढ्नेछु र आज चाहिँ म आबुधाबीमा के गर्छु भनेर म तपाईँलाई यो सानोतिनो ब्लगमा भन्नेछु। र म चाहिँ गाडी पनि चढिहालेँ र चुइगम चपाउँदै नै चढेँ र मेरो काम गर्ने ठाउँ पनि यही नै हो। यो काम गर्ने ठाउँमा चाहिँ यो बिल्डिङ छेउमा काम गर्छु र तपाईँहरूलाई मैले देखाइ पनि हालेँ। अनि म जाँदैछु आबुधाबीतर्फ। म चाहिँ अब एकदमै एक्साइटेड होइन, एक्लै छु तर रमाइलो गर्दै। र यो चाहिँ आबुधाबी सिटी हो, यहीँनिर चाहिँ म जाँदैछु आज चाहिँ। यहाँ पर देखिरहेको छ आबुधाबी सिटी चाहिँ एकदम रमाइलो छ, राम्रो छ। अब भित्रको नजाराहरू चाहिँ मैले त्यति देखाउँदिनँ किनकि यहाँ चाहिँ अब कानुन छ नि त नदेखाउनु भनेर, सो त्यही हो। यो आबुधाबी आइपुगेँ। यहाँ आइपुगेर चाहिँ म अझै चुइगम चपाउँदैछु किनकि मलाई चुइगम एकदमै मनपर्छ। सो म हस्पिटलतर्फ लागेँ र हस्पिटल पुगेपछि यो मेरो बिलिङ काउन्टर। त्यस पछाडिबाट म त्यहाँबाट निक्लेर हस्पिटलमा नि पुग्यो, दबाई ल्याइयो भन्दैछु म चाहिँ मनमा नै फुरुक्क हुँदै। अनि त्यस पछाडिबाट म चाहिँ आफ्नो कपाल काट्ने ठाउँ हेर्दै म कपाल काट्नेतर्फ लागेँ। सो मैले चाहिँ कपाल काट्ने दाइलाई भिडियो गर्न लाएँ। सो आजको ब्लग चाहिँ यति नै थियो। हेरिदिनु भएकोमा धन्यवाद। र मेरो कपाल हेयर स्टाइल चाहिँ अर्को ब्लगमा आउनेछ है त।